मुझको पिला दे जो भी कहूँ भुला दे हड्डी परे हाम्रो चाहिँ चौचौ पाकिसकेको छैन। अब पाकेपछि चाहिँ सबै लिस्ट एकैचोटि खानेकुराको सबै अनि यहाँनिर हेर्न सक्नुहुन्छ खानेकुराहरू त्यहाँ सबै छ होइन। यसको पनि डेन्जर अझै यहाँ बाहिर यसको सजावट बनाइ गर्नेछौँ के लिए। सो हाम्रो दादाले चाहिँ अन्डा सन्डाको के हो यहाँनिर होइन टोस्टमा कता गयो टोस्टभित्र एकछिन कता हुन्छ होला नि यस्तो अन्डा हालेर चाहिँ चट्ट होइन बनाइदिन्छ के अरे स्यान्डविच अब दुईजना आऊ बिरन त लो वीर गोर्खाली त वीर गोर्खाली होइन। गाइज हाम्रो चाहिँ यहाँ चौचौ पाक्नु स्टार्ट भइसक्यो। यो पाकेपछि चाहिँ हाम्रो खाना स्टार्ट हुन्छ होला। देख्न सक्नुहुन्छ चौचौमा यहाँ पानी थोर भएको पानी थोर भएर आधी चौचौ माथि नै छ हेर्न सक्नुहुन्छ। साथीहरू सक्नुहुन्छ यहाँनिर चाहिँ मलाई खिर आन्टीले दिनुभएको छ होइन। खिर चाहिँ यो के मिसाउनु भएको छ जेसुकै मिसाए पनि मलाई एकदम मिठो लाग्छ खिर चाहिँ नि। गाइज देख्नुहुन्छ यहाँनिर आगो सागो बोलेर यता रेडी हुँदैछ होइन। सो अब खानाहरू ल्याउन एकदम रेडीमा मलाई पनि द्याए मलाई चाहिँ नबिर्सी नि। यहाँनिर कोक खा न हौ खा छिटो खा मलाई पनि दे अनि सो गाइज देखि सक्नुहुन्छ यहाँनिर हाम्रो खानाहरू रेडी भइसक्यो सबै थालहरू होइन। अनि यता स्यान्डविच के अरे यता सबै रेडी भइसक्यो। हाम्रो आरस दादाले गर्नुहुन्छ। दादा तपाईँ छिटो नै यहाँ आएर गर्नु न पस्किन बनान भने सबै एकचोटि डल्लै त्यहाँ बस्दा ल हाम्रो दादाले पस्किनु रेडी हुनसक्छ। यता पस्किसक्नुभयो। अब सबैजना खानुको लागि रेडी। यहाँ देख्न सक्नुहुन्छ खाना जस्तो छ। हो सबैले यहाँनिर ल आर्स दादा ठोकाइदिनु न यहाँनिर ल सबैजना चेस ल हाम्रो भात पनि चेस हुन्छ है ल। मुझको पिला दे जो भी कहूँ भुला दे हामीले चाहिँ सबै खानासाना खाएर सकिसक्यो। यताको सामानहरू सबै उठाएर चाहिँ होइन। सो हामीले चाहिँ अब आगो ताप्ने सोचेको छौँ होइन। यहाँनिर देख्न सक्नुहुन्छ आगो ताप्ने यहाँ हामी 4 जना छौँ र 4 जनाको लागि चाहिँ एकदम सबै एकदम रेडी पनि छ होइन। अनि यस्तै हो होइन। आज हामीले खानेकुरा पार्टी राखेको थियौँ होइन। सो 4 जना साथी भएर चाहिँ हामीले पार्टी राखेको थियौँ। सो पार्टीमा चाहिँ पार्टी चाहिँ हामीले सक्यौँ भन्नुपर्छ होइन। अब धेरै भएर कति रको पनि छ होइन। त्यो रको लागि भोलि हामी बन्दोबस्त गर्नेछौँ। सो कस्तो लाग्छ होइन भिडियो जस्तो लाग्यो भने
यता हाम्रो अपरेटर हुनुहुन्छ होइन। सो हामीले खाएको धन्दाहरू चाहिँ आन्टीले धोएर यहाँ राखिदिनु भएको छ। कुकम्यान चाहिँ धन्दा गर्नुतिर लागेको छ होइन। धन्दा चाहिँ टन्नै भएछ, घिचाइ पनि त्यस्तै भएको थियो हाम्रो चाहिँ होइन। यो चाहिँ खानाबाट निस्क्यो। धेरै रात पनि भइसक्यो, हामी अब सुत्ने पनि होइन। सो अब एकछिन आगो तापेर हामी सुत्छौँ।